नमस्ते साथीहरु, फेरि पनि हजुरहरुको माझमा आएको छु र आज फेरि आउनुको कारण चाहिँ के छ भन्दाखेरि चाहिँ हामी सब्जीवालाहरु चाहिँ अब चाहिँ कहाँ चाहिँ गएर के गर्नुपर्ने हो यस्तो भइरहेको छ है। तपाईहरुलाई म देखाउँदै छु। हेर्नुस्, मान्छेकोमा पैसा नभएर हो कि हेर्नुस् त यस्तो बिजोक हामीहरुले यसरी सब्जीहरु फ्याल्नु परिरहेको छ हो। हामीलाई यहाँनिर यो व्हाइट हलमा सारेपछि त झन् एकदमै हामीहरु डुबिसकेको छौं हो। यहाँनिर हामीले ट्याक्स चाहिँ सानो तिर्नु पर्दैन। हामीले ट्याक्स के को तिर्नुपर्छ, गाडी बेस तिर्नुपर्छ। हामीहरूले यो लाइसेन्स रिन्यू गर्दाखेरि पनि पैसा हाम्रो नभएको पनि 4-5 हजार जान्छ। प्लस हामीले महिनाको ट्याक्स पनि तिर्नुपर्छ 600 रुपैयाँ हैन। हामीहरू दिनको 50 रुपैयाँ त कमाउन सकेको छैनौं। हेर्नुस् त यहाँनिर यस्तो बिजोक छ। यहाँ आइतबार नबिकेर हो कुएर देखाइ नि यस्तो यस्तो हैन। अन्त यहाँ यो चाहिँ बनाउनु किन बाध्यता भयो भने चाहिँ परानिर मान्छेहरूले त अहिले त सुविस्ता खोज्छ हो हैन, सुविस्ता खोज्छ। तर परानिर बजारमा त्यो 2-3 वटा दोकान छ, त्यहाँनिर चाहिँ होलसेल रेटमा दिइरहेको छ। त्यो होलसेल रेटले गर्दाखेरि यहाँ बस्तीवालाको हालत चाहिँ यस्तो भइरहेको छ है। तपाईहरुलाई म बनाउने थिइनँ यो भिडियो, एकदमै आज चाहिँ अब कस्तो मन दुख्छ हेर्नुस् त। यो यसरी फ्याल्दाखेरि कसले मन दुख्दैन भन्नुस् त लु। यस्तो बोडा बोडा सुँगुरलाई गाईलाई लगेर जानुपर्छ हेर्नुस् है। अनि एउटा त रिलायन्स भइगयो। अब रिलायन्स त रिलायन्सै भइगयो। रिलायन्स भइगयो। परानिर 2-3 वटा दोकान छ, त्यहाँनिर होलसेल रेटले दिन्छ है। हामीहरू बस्तीवालाहरू यति साह्रो एउटा 10 रुपैयाँ बेच्नु पनि यहाँनिर हामीलाई साह्रो परिरहेको छ। प्लस भाइचाको दोकान मुनि सबै सब्जी नै बेच्दैछ भनिदिनु नि। भन्नुहोस् त बरी भाइचाको दोकान मुनि सबै सब्जी नै सब्जी बेचिदिन्छ। अन्त मान्छे यता आउँदैन, सबै त्यहीँ किन्छ। भुटिया बस्तीतिर होइन। त्यहाँदेखि प्लस अहिले चाहिँ बस्तीवालाहरू मात्र तलाएर बस्दिन्छ कि बस्तीवालाहरूलाई पनि यहाँ मुनि तलाई नि तपाईँहरूले हाल्नु पर्यो। किनभने हामीहरू ट्याक्स मोडी तिर्नु, त्यहाँदेखि उनीहरूले चाहिँ फ्रीली हप्ताभरि बेच्नु पाउँछ। त्यो पनि मजाले बेचेर जान्छ है। अब हुनु त बस्तीवालाहरू हो ठिकै छ। हामी पनि त सिलगढीको मात्रै त राख्दैन नि त। यहाँनिर हेर्नुहोस् त कति बस्तीको कुहिरहेको छ। अब यो प्याज बेगर भात पाक्दैन, सब्जी पाक्दैन। आलु यो बस्तीको हो। रमेर पनि बस्ती सिलगढी हामी आइटम राख्छ होइन। बोल्न हौ हेर्नु म यस्तो भइरहेछ है साथीहरू। हेर्नुहोस् मेरो दोकान हेर्नुहोस्। यहाँ मेरो दोकान यस्तो कहिले हुन्थेन, जहिले खाली हुन्थ्यो होइन। यस्तो खाली हुन्थ्यो। यति साह्रो परिरहेको छ, यति साह्रो परिरहेको छ होइन। अब हामी चाहिँ कहाँ चाहिँ गएर अब चाहिँ सटकमा गएर बेच्नुपर्छ होला हामीहरू सब्जी है। गाडीको त्यस्तो सटकमै बेच्नुपर्छ। अब चाहिँ हो कि होइन भन्नु त। सटकमा त मान्छे झर्छ नि त। सटकमै गएर बेच्नुपर्छ हो कि होइन भन्नु त मेरा नाना। अनि अन्त कति गुनासो छ हो। चेकिङमा आउँछ भन्छ, खै चेकिङमा आएको। हामीहरूले त्यतै त पैसा तिरेर लाइसेन्स रिन्यू गरिसक्यो, खै चेकिङमा आएको छैन। तर अब यो भिडियो चाहिँ म चाहिँ नि जहाँ कता पुग्छ त्यता पुगोस्। अन्त हामीहरू ट्याक्स तिरेर यस्तो यहाँनिर 10 रुपैयाँ पनि बोनी गर्न साह्रो पर्छ। यहाँनिर माथिल्लो ताला बेचिदिन्छ कि माथिल्लो तालाकोलाई पनि मुनि नै झारेर यहाँ जग्गा दिनु पर्यो तपाईँहरूले। त्यो चाहिँ म डाइरेक्ट यहाँकोहरूले पनि कतिजनाले पैसा दिएर माथिनिर बेच्नु लगाउँदैछ हो। यहाँकोले बिगार्छ कति चाहिँ। तर अब चाहिँ अति नै भयो हो। अब यो चाहिँ कता जान्छ यो भिडियो हेरिदिनुहोस्, जति सक्दो सेयर गरिदिनुहोस्। यहाँनिर नाम्चीमा चाहिँ हालत पतला भएको छ हामी सब्जी बेच्नेहरूको हो। एकदमै दुःख लाग्दो भएको छ हामीहरू चाहिँ। हेर्नुहोस् त कस्तो अब यो सब्जीहरू फ्याल्नुपर्छ। कति चाहिँ माया हुन्छ, कति हाम्रो पसिना सबै गइसकेको हुन्छ। यस्तो भइरहेको छ हेर्नुहोस् त यहाँनिर। अब यो यसरी फ्याल्नुपर्छ, यसरी कमाउने त मजाले कमाइरहेको छ नि रेन्टमा दोकान थापेर होलसेल रेट चढाएर। तर हामी बस्तीवाला गरिब दुखीहरू जहिले पनि मर्नुपर्छ। यो भिडियो चाहिँ हजुरहरूले जताबाट हेर्नुहुँदैछ सकभर चाहिँ बेसी सेयर गरिदिनुहोस् भन्ने अनुरोध गर्दछु।